धेरै पछाडि चाहिँ अब मेरो चाहिँ युट्युबमा भिडियो अपलोड हुनेवाला छ। सबैजनाले माया गरिदिनु होला, सबैजनाले साथ सपोर्ट गरिदिनु होला है त गाइस ल है। हेलो नमस्ते नमस्कार सबैजनामा अनि शुभ बिहानी अनि गुड मर्निङ सबैजनामा। तपाईहरुको के छ जिन्दगी दुःख सुख चलिरहेको छ, यस्तै छ, भइरहेछ, गरिरहेछु। अब एयरपोर्टमा ड्युटी सकेर अब मेरो चाहिँ धेरै पछाडि चाहिँ नयाँ भिडियो युट्युबमा अब अपलोड हुनेवाला छ। अनि यो हात्तीगाडीले के बोकेर हिँडिरहेको हो यस्तो साँगातिर लागिरहेको अवस्था। ल यो कहाँ जाने बसहरू पनि आइरहेछ है। ल हेर टिपरहरू पनि अब होइन अब कहाँदेखि होला आइरहेछ। अब चाहिँ मेरो पनि टिपरै हो है, मेरो चाहिँ 10 चक्का हो, यो चाहिँ 6 चक्का। अब यहाँबाट यो चोकबाट चाहिँ ठ्याक्कसँगले होइन, अब यो बाटो चाहिँ ठ्याक्कसँगले नछोडिकन गएपछि कहाँ पुगिन्छ त भन्दाखेरि ठ्याक्क गठाघर पुगिन्छ होइन। गठाघर चोकबाट त्यहाँबाट सलक्क साँगातर्फ लागिँदैछ है गाइस। ल स्वागत छ तपाईहरुलाई माई न्यू युट्युब च्यानल। नयाँ भिडियो धेरै पछाडि अपलोड भइरहेछ है गाइस। ल एउटा आत्मा छ त्यही आत्मा नि रुवाउने कि हँसाउने। अनि यसले कहाँ जानलाई कताको इन्डिकेटर चाहिँ बालिरहेछ भने क्या यार। ल फाइनली गठाघर चोक निस्कियो है। ल गठाघर चोकबाट चाहिँ अब यो ठिमीतिर लाग्यो। अब एउटा आत्मा छ त्यही आत्मा नि रुवाउने कि हँसाउने तिम्रै हातमा छ। अब यो टिपर अब कहाँ यहाँ रेड लाइटमा यहाँ बस्ने त पुरै हुँदैन। यहाँ अहिले रेड लाइटमा बस्ने फाइनली ल ल ल ल ल लाग्यो लाग्यो ल साँगातिर लागिरहेको अवस्था साथी हो। अब यस्तै हो, के गर्ने होइन, मिलाएर टाकटुक पारेर होइन। अब यस्तै हो, त्यति खासै बोल्न त आउँदैन, त्यसो मिलाएर टाकटुक पारेर तपाईँहरूले बुझिदिनु होला साथी हो। यस्तै छ है। ल अब यो चाहिँ अब ठिमीतिर समथिङ ठिमी आइपुग्न लाग्यो। बाटो चाहिँ अहिले चाहिँ बिहानीको समयमा खाली नै भइरहेको अवस्था छ, खाली नै छ बाटो चाहिँ होइन। एउटा गाडी चाहिँ गएर बसिसकेको अवस्था छ र म पनि अब सङ्घर्ष के गर्ने। अरे साथी हो अहिले चाहिँ सल्लाहघारी समथिङ सल्लाहघारी आइपुग्न लाग्यो है। ल सल्लाहघारीको यो चाहिँ आकाशे पुल होइन, यो अगाडिको चाहिँ ल फाइनली सल्लाहघारी आइयो है। ल यो चाहिँ सल्लाहघारी गाइज। कति प्राय गुर्जीहरू चाहिँ यहाँनिर बसेर चिया खाइराख्नु भएको छ। सायद टाढा पुग्ने होइन होला, यतै नजिकैको गुर्जीहरू हुनुहुन्छ होला है। अब हामी चाहिँ अब 5 बजे पछाडि साँगा कट्न पाइँदैन, त्यही भएर चाहिँ अलिक पर्ने। अब हल्का गाडीको पनि भिडभाड बढिरहेछ।
यो अगाडिको टिपर चाहिँ अब कहाँ जाने हो होइन, दाबिरहेछ यो पनि दाबिरहेछ अनि म पनि दाबी नै रहेको छु। अब चाहिँ जगतै आइपुग्नु लाग्यो है गाइज। गुरुजी दाबौँ दाबौँ कहाँ पुग्नु पर्ने हो होइन, अब मिलाएर टाकटुक पारेर दाबौँ न। अब के गर्ने, यस्तै छ बाटो त अहिलेसम्म त खाली खाली नै छ होइन। टाकटुक पारेर मिलाएर चाहिँ दाबिरहौँ न होइन। अब एउटा अगाडि बोलेख्रो हो कि के हो, एम्बुलेन्स त पक्कै होइन होला। अगाडि अगाडि लागिरहेछ साथी हो। अन्धकार जस्तो देखिरहेको छु रे मैले, अन्धकारै छ कि अन्धकारै देखिरहेको छु रे मैले। यस्तै छ साथी हो। अब यो यार फेरि कसलाई चाहिँ दशा लगाएर फोन हानिरहेछ। यो स्कुलको गाडी हो कि के हो होइन। ओ माई गॉड, ल ल यो यहाँ चाहिँ 4 लाइनको बाटो बन्दै गरेको अवस्था हो साथी हो। जगतबाट चाहिँ माथि लागिसक्यो अहिले चाहिँ हल्का, अहिले चाहिँ धेरै हल्का भन्दा नि उज्यालो भइसक्यो। अब साँगा खोज्नु पर्ने हो खासमा चाहिँ। अब त्यहाँबाट क्रस भयो भने ठिकै छ होइन, क्रस चाहिँ हुन पर्यो त्यहाँनिर, नत्र त्यहाँनिर चाहिँ साँगामा चाहिँ ट्राफिकले रोक्न पनि सक्छ होइन। त्यही हो, अब उज्यालो त भइसक्यो। यो पूर्वतिर जाने टिभी गाडीहरू पनि अगाडि गइरहेछ। मैतिर पलासीतिर पुग्थेँ फोन हानेर केटाहरूले। अब त्यस्तै त्यस्तै अब काडाकुडुक पारेर अब केटाहरूले के भन्यो भने फेरि यस्तो छ अवस्था चाहिँ होइन। अब हुन त अब रोसीतिरबाट पालुवा बोकेर, पालुवा गिटी ढुङ्गा बोकेर आउने गाडीहरू पनि आउनु त आइरहेछ। यो कुखुरा बोकेर आउने गाडीहरू पनि भर्खर भर्खर आइरहेछ। सायद टाढाबाटै आएको गाडीहरू होला, त्यही भएर हो। तर मेरो आज यो क्याबिनभित्र चाहिँ बेलुका एकछिन ढोका खुल्ला राखेको थिएँ, गर्मी भएको भएर चाहिँ नखुमा पुरा चाहिँ लामखुट्टे छिरेछ माटो। अहिले त काडाकडा कुडुक टोकिरहेछ भने अब होइन। त्यही त हो नि, अब यस्तै छ साथी हो। काटकुट पारेर मिलाइदिउँ होइन। छन चाहिँ अब अँध्यारै छ होइन, तर त्यस क्यामेराले उज्यालै देखाइरहेछ, ठिकै छ। अब पलासीको उकालोतिर लाग्यो। यो चाहिँ बारीको यो प्लटिङ यस्तो छ गाइस। ल